युरोप आउने सपना देख्दै हुनुहुन्छ? त्यसो भए यो भिडियो बिल्कुलै नछोड्नुहोस्। अहिले माल्टामा कामदारहरूको ठुलो माग छ, तर बजारमा गलत जानकारी दिने र ठग्नेहरूको कमी पनि छैन। आजको यो भिडियोमा म तपाईहरुलाई आफ्नै देशमा, आफ्नै कोठामा या भनौँ जहाँ हुनुहुन्छ त्यहाँ बसेर अनलाइन अप्लाई गरेदेखि माल्टाको एयरपोर्टमा ओर्लेर हातमा आइडी कार्ड नसामात्ने जेलसम्मको प्रोसेसहरू बताउँदै जानेछु। कुन डकुमेन्ट चाहिन्छ, काम कसरी खोज्ने, तलब कति पाइन्छ, खर्च कति लाग्छ, सबै कुरा म आज तपाईहरुलाई बताउने छु। लागौं सबैभन्दा पहिला माल्टा र युरोपको वास्तविकतातर्फ। नमस्ते, म रितेश अर्जेल। धेरै मानिसहरूले युरोपका अरू देश छोडेर माल्टा नै किन रोज्छन् त? पहिलो कारण माल्टा एउटा 100% इङ्ग्लिस बोल्ने देश हो। यहाँ भाषाको कुनै पनि समस्या आउँदैन, ल्याङ्ग्वेजमा कुनै पनि प्रब्लम आउँदैन। र दोस्रो कुरा भनेको यो एउटा युरोपको एउटा अत्यन्तै सुन्दर टापु हो जहाँ वर्षौंभरि लाखौं टुरिस्टहरू आउँछन्। त्यसैले होटल, रेस्टुरेन्ट, बार, क्लिनिङ, डेलिभरी क्षेत्रमा यहाँ कामको कहिले पनि अभाव हुँदैन। र सबैभन्दा ठुलो फाइदा भनेको माल्टा सेन्जेन एरिया र युरोपियन युनियनको आधिकारिक सदस्य हो। यसको मतलब जब तपाईले माल्टाको 1 वर्षको आइडी कार्ड हुन्छ तपाईसँग, तब तपाईले जर्मनी, फ्रान्स, इटली, पोर्चुगल जस्ता 29 वटा युरोपियन युनियनमा भएका देशहरू थप कुनै भिजा बिना घुम्न जान सक्नुहुन्छ। र यहाँको कमाई भनेको युरोमा हुन्छ, जसको भ्यालु नेपाली बजारमा एकदमै बलियो छ। तर साथीहरू, माल्टाको भिजाले 29 वटा देशहरू घुम्न त पाइन्छ, तर त्यहाँ गएर सिधै काम गर्न चाहिँ पाइँदैन। तपाईले माल्टामा मात्र काम गर्न पाउनुहुन्छ, त्यो चाहिँ तपाईहरुले ख्याल गर्नुपर्ने हुन्छ। अरू देशमा काम गर्न जानको लागि चाहिँ फेरि त्यही देशको चाहिँ वर्क परमिट अप्लाई गर्नुपर्ने हुन्छ। अब लागौं कसरी जब खोज्ने र कसरी आउने त माल्टा भनेर। फर्स्टमा चाहिँ तपाईले आफ्नो जेन्युन एक्सपिरियन्सहरू हालेर चाहिँ एउटा युरोपास सिभी, राम्रो खालको युरोपास सिभी बनाउनु पर्ने हुन्छ। युरोपास सिभी बनाएपछि चाहिँ तपाईले लिङ्क्डइन अथवा तपाईले कम्पनी माल्टामा भएको कम्पनीहरू रिसर्च गरेर कुन कम्पनीमा अप्लाई गर्दा ठिक होला जस्तो लागेर चाहिँ तपाईले त्यो कम्पनीहरूमा चाहिँ आफ्नो रेज्युमीहरू सेन्ड गर्नुस्, सिभी सेन्ड गर्नुस्, युरोपास सिभी। यदि तपाईँ राइट क्यान्डिडेट हो भने चाहिँ तपाईलाई अब इमेल आउँछ कम्पनीबाट। जस्तै यहाँ एजेन्सीबाट पनि हायरिङ हुन्छ, जस्तै धेरै एजेन्सिजहरू छ। म तपाईलाई एजेन्सिजहरूको डिटेल्स चाहिँ नेक्स्ट भिडियोमा बनाएर हाल्छु। कुन कुन एजेन्सी छ, कुन एजेन्सीले कति फी चार्ज गर्छ भन्ने कुराहरू चाहिँ म तपाईलाई नेक्स्ट भिडियोमा अपलोड गर्छु। र तपाईको सिभी सेलेक्सन भइसकेपछि चाहिँ तपाईलाई अब इन्टरभ्यु लिन्छ उनीहरूले। यदि तपाईलाई इन्टरभ्युमा तपाई सेलेक्सन हुनुभयो भने चाहिँ त्यसपछिको नेक्स्ट प्रोसेस भनेको चाहिँ तपाईको नेक्स्ट प्रोसेस हुनु भनेको चाहिँ कम्पनीले तपाईलाई तपाईको फेरि साइन गरेर सिभी अनि तपाईको पासपोर्ट कपी अनि तपाईको एक्सपिरियन्स सर्टिफिकेटहरू स्क्यान गरेर पठाउन भन्छ। जुन तपाईले स्क्यान गरेर पठाउनु भइसकेपछि चाहिँ कम्पनीले चाहिँ तुरुन्तै तपाईलाई वर्क कन्ट्र्याक्ट बनाएर चाहिँ तपाईलाई फेरि इमेल गर्छ। जब तपाईलाई वर्क कन्ट्र्याक्ट बनाएर इमेल गरेपछि चाहिँ तपाईले जब वर्क कन्ट्र्याक्टमा सिग्नेचर गरेर रिटर्न गर्नुहुन्छ, त्यसपछि चाहिँ प्रोसेस अगाडि बढ्छ। अब लागौं तपाईले अफर लेटर, वर्क कन्ट्र्याक्टहरू पाइसक्नु भएपछि चाहिँ के गर्ने भन्नेतिर। त्यसपछि चाहिँ तपाईले स्किल पास गर्नुपर्ने हुन्छ। अहिले चाहिँ प्री डिपार्चर कोर्स पनि थपेको छ। प्री डिपार्चर र स्किल पास गर्नुपर्ने हुन्छ। यदि तपाईँ चाहिँ हस्पिटालिटी सेक्टरमा हुनुहुन्छ भने चाहिँ तपाईले स्किल पास गर्नै पर्छ। हैन तपाईँ अरू कन्स्ट्रक्सन लाइन, आइटी लाइनहरूमा हुनुहुन्छ भने चाहिँ तपाईले प्री डिपार्चर कोर्स मात्र गरे पुग्छ। हैन हस्पिटालिटीमा हुनुहुन्छ भने चाहिँ तपाईले प्री डिपार्चर र स्किल पास कोर्स चाहिँ गर्नै पर्ने हुन्छ। स्किल पास कोर्स र प्री डिपार्चरको चाहिँ तपाईले अनलाइनमा गएर आफैले पैसा तिरेर आफैले गर्नुपर्ने हुन्छ। र प्री डिपार्चरको लागि चाहिँ तपाईको 250 युरो लाग्छ त्यसको कस्ट भनेको चाहिँ। अनि त्यसको सेकेन्ड फेज चाहिँ VFX मा गएर दिनुपर्ने हुन्छ। अनलाइन इन्टरभ्यु लिन्छ इन्टरभ्युअरले VFX मा। अनि तपाईले फेरि स्किल पास पनि हस्पिटालिटीमा जस्तै वेटर, वेट्रेस, बारटेन्डर, रिसेप्सनिस्ट, फ्रन्ट डेस्क एजेन्टहरूमा तपाईले गर्नुहुन्छ भने त्यसमा तपाईले स्किल पास पनि गर्नुपर्ने हुन्छ। स्किल पासको चाहिँ फेरि अर्को 230 युरो एक्स्ट्रा लाग्छ। भनेको तपाईको टोटल लगभग 480 युरो लाग्न आउँछ। र तपाईले चाहिँ कुन काम गर्ने हो त्यो कामको चाहिँ स्किल पास गर्नुपर्ने हुन्छ। अब लागौं तपाईले स्किल पास पनि कम्प्लिट गर्नुभयो तपाईको फेज 2। अब भनेको चाहिँ हामीले माल्टाको सिंगल परमिट अप्लाई गर्नुपर्ने हो र यसलाई चाहिने डकुमेन्ट र फिजहरू चाहिँ म भन्छु।
सिङ्गल पर्मिट अप्लाई गर्नको लागि चाहिँ तपाईँलाई इम्पोर्टेन्ट भनेको चाहिँ तपाईँको फुल पेज पासपोर्ट स्क्यान चाहिन्छ। पासपोर्टको पहिलोदेखि अन्तिम पानासम्म इभन कभर समेत गरेर र खाली पानाहरू जति पनि खाली पानाहरू छन् त्यो सबै मिलाएर भनौँ पासपोर्टको बुक नै फुल बुक बाहिरी कभरसहित चाहिँ तपाईँले स्क्यान गर्नुपर्ने हुन्छ। त्यसपछि भनेको तपाईँले एउटा C5.1 भन्ने स्टिल अपलोड एप्लिकेसन फर्म हुन्छ होइन, त्यो फर्म भर्न पर्ने हुन्छ। र कसरी भर्ने तपाईँहरूलाई हेल्प चाहिएको छ भने कमेन्ट गर्नु होला, म तपाईँलाई कसरी भर्ने कहाँ के डिटेल्स हाल्ने भनेर त्यो पनि सिकाइदिन्छु। र त्यो फर्म भरेर चाहिँ यो स्टिल अपलोड एप्लिकेसन फर्म भरेर चाहिँ त्यसमा सिग्नेचर गरेर स्क्यान गरेर राख्नुपर्ने हुन्छ। र त्यसपछि भनेको तपाईँको प्री डिपार्चर र स्किल पासको सर्टिफिकेट डाउनलोड गरेर राख्नुपर्ने हुन्छ। अनि त्यसपछि तपाईँले पाएको वर्क कन्ट्र्याक्ट भनौँ या अफर लेटर भनौँ, त्यसमा चाहिँ तपाईँको भनौँ न एभ्री पानामा चाहिँ एभ्री पेजमा चाहिँ तपाईँले सिग्नेचर गरेर त्यसलाई पनि स्क्यान गरेर राख्नुपर्ने हुन्छ। र त्यसको लागि त्यति गरेपछि चाहिँ तपाईँले त्यसपछि भनेको चाहिँ 600 युरो चाहिँ तपाईँले रेडी गर्नुपर्ने हुन्छ। र तपाईँले यो सबै डकुमेन्टहरू रेडी गरिसकेपछि चाहिँ अर्को भनेको युरोपास सिभी पनि है, सरी अघि भन्न बिर्सेँ, युरोपास सिभीमा पनि तपाईँले इच पेजमा चाहिँ सिग्नेचर गरेर राख्नुपर्ने हुन्छ। र तपाईँले सबै डकुमेन्टहरू सिग्नेचर गरेर स्क्यान गरेर राख्नुहुन्छ। तपाईँले यो चाहिँ तपाईँको कम्पनीलाई पठाउने र 600 युरो तपाईँले तपाईँको कम्पनीलाई पठाउने हो, किनभने तपाईँले चाहिँ यो डकुमेन्टहरू अपलोड गरेर तपाईँले डाइरेक्ट अप्लाई गर्न मिल्दैन। यो चाहिँ तपाईँले जहाँबाट जब पाउनु भएको छ त्यो कम्पनीले गर्नुपर्ने हुन्छ। भनेपछि तपाईँले 600 युरो र चाहिने डकुमेन्टहरू एप्लिकेसन फर्म, सिभी, प्री डिपार्चर एन्ड स्किल पास सर्टिफिकेट, पासपोर्ट फुल पेज स्क्यान, यो चाहिँ सबै तपाईँले कम्पनीलाई पठाउनु भएपछि चाहिँ र 600 युरो पठाएपछि चाहिँ कम्पनीले तपाईँको प्रोसेस स्टार्ट गर्छ। र 600 युरो चाहिँ कम्पनीले लिने होइन, यो चाहिँ गभर्मेन्ट फी नै हो, आइडेन्टिटीले लिने फी नै हो। र कुनै एजेन्सीहरूबाट डाइरेक्ट कम्पनीबाट छ भने चाहिँ तपाईँले 600 युरो मात्र तिरे पुग्छ। तर एजेन्सिजहरूबाट चाहिँ तपाईँले थ्रु एजेन्सी अप्लाई गरिरहनु भएको छ भने चाहिँ कसैले 400, कसैले 500 एक्स्ट्रा सर्भिस चार्ज भनेर चाहिँ एजेन्सीले लिने गर्छ। र तपाईँले यो डकुमेन्टहरू आफै सिधै, मैले फेरि पनि भने, यो डकुमेन्ट तपाईँहरूले सिधै आफै अपलोड गर्ने भन्ने चाहिँ होइन, तपाईँको इम्प्लोयरले तपाईँको तर्फबाट चाहिँ अपलोड गर्ने हो है। यो डकुमेन्टहरू अपलोड भएर सिङ्गल पर्मिट अप्लाई भइसकेपछि तपाईँको इमेलमा एउटा लिङ्क आउँछ। त्यो लिङ्कमा क्लिक गरेर चाहिँ तपाईँको डिटेल्सहरू, इम्प्लोयरले फिल गरेको डिटेल्सहरू ठिक छ कि छैन भनेर तपाईँले जब भेरिफाई गर्नुहुन्छ त्यसपछि मात्र तपाईँको सिङ्गल पर्मिट सबमिट हुन्छ। सबमिट गरिसकेपछि चाहिँ कम्पनीले पनि फेरि उताबाट सबमिट गर्नुपर्ने हुन्छ। कम्पनीले पनि सबमिट गरेपछि चाहिँ तपाईँको अब स्टार्ट हुन्छ वेटिङ पिरियड। कसैको चाहिँ 1 महिना पनि आएको मैले सुनेको छु, कसैको 2 महिना है, 2 महिनासम्म चाहिँ म्याक्सिममको भनौँ 50% आउँछ, म्याक्सिममको चाहिँ 4 महिनै लागेको देखेको छु, 3.5 महिना 4 महिना चाहिँ लाग्छ। त्यतिखेरसम्म चाहिँ तपाईँले वेट गर्नै पर्ने हुन्छ, किनभने यो तपाईँको चाहिँ आइडेन्टिटीले जब प्लसले ब्याकग्राउन्ड भेरिफिकेसनमा जाने हो। अनि त्यसपछि भनेको चाहिँ तपाईँको जब टाइम पुग्छ तपाईँलाई चाहिँ एआइपी आउँछ, अप्रुभल इन प्रिन्सिपल लेटर आउँछ। कसैलाई चाहिँ तपाईँको इमेलमा नआउन पनि सक्छ, किनभने अरू इमेल हालेको हुनसक्छ क्या त्यतिखेर चाहिँ है। तपाईँलाई कम्पनीले त्यो ल तिम्रो प्रिन्सिपल लेटर आयो भनेर इन्फर्म गर्छ त्यतिखेर चाहिँ। अब प्रिन्सिपल लेटर आएपछि गर्ने के भन्ने कुरा चाहिँ अब त्यसपछि चाहिँ हामी भनेको भिजाको लागि रेडी हुने हो, भिजा लन्च गर्नको लागि चाहिँ रेडी हुने हो, भिजाको लागि चाहिँ डकुमेन्ट्सहरू तयार गर्ने हो। अब के चाहिन्छ त भिजाको लागि भन्दाखेरि अब लागौँ भिएफएक्सको लागि अप्रुभल इन प्रिन्सिपल आएपछि चाहिँ भिएफएक्सको लागि चाहिने डकुमेन्टहरू मसँग लिस्ट नै छ, मैले के बुझाएको भनेर म तपाईँलाई त्यो भन्छु है। फर्स्टमा तपाईँको प्रिन्सिपल लेटर प्रिन्ट गर्नुहोस्, अनि त्यसमा सिग्नेचर पनि गर्नुपर्ने हुन्छ तल। त्यसपछि भिजा एप्लिकेसन फर्म, फेरि पनि भिजा एप्लिकेसन फर्म भर्नको लागि केही हेल्प चाहियो भने भन्नुहोस्, म गरिदिन्छु त्यो पनि, म अर्को भिडियोमा अपलोड गरिदिन्छु त्यो पनि। अनि त्यसपछि तपाईँको भनेको पासपोर्ट कपी, अनि भिएफएक्स अपोइन्टमेन्ट लेटर, तपाईँले भिएफएक्समा गएर चाहिँ अपोइन्टमेन्ट लिनुपर्ने हुन्छ, त्यसको लागि म छुट्टै भिडियो बनाउँछु। त्यसपछि भनेको तपाईँ जुन देशमा हुनुहुन्छ भने, मैले चाहिँ दुबईबाट अप्लाई गरेको, त्यही भएर म यो दुबईबाट अप्लाई गरेको डकुमेन्टहरू भन्दैछु। त्यो देशको चाहिँ रेसिडेन्स आइडी र भिजा कपी, दुबईबाट अप्लाई गर्दा चाहिँ भ्यालिड इमिरेट्स आइडी र भ्यालिड भिजाको कपी। त्यसपछि भनेको चाहिँ तपाईँको 1 पासपोर्ट साइज फोटो अकर्डिङ टु दि आइसिएओ स्ट्यान्डर्ड है,
त्यसपछि भनेको फ्लाइट टिकट बुक गर्नुपर्ने हुन्छ तपाईँ कहिले जाने भनेर। अनि त्यो तपाईँले भिजा एप्लिकेसन फर्ममा पनि लेख्नुपर्ने हुन्छ कहिले जाने भनेर। अनि तपाईँले ट्राभल इन्सुरेन्स गर्नुपर्ने हुन्छ। मिनिमम कभरेज 30,000 युरोको चाहिँ भिएफएक्स जुन दिन भिएफएक्सको डेट छ त्यो दिनबाट स्टार्ट हुने गरेर 180 दिनको लागि जुन दिनबाट भिएफएक्स छ त्यो दिनदेखि 180 दिनसम्मको लागि भ्यालिड हुने गरेर तपाईँले ट्राभल इन्सुरेन्स बनाउनु पर्ने हुन्छ कम्तीमा 30,000 युरोको। त्यसपछि भनेको तपाईँको प्री डिपार्चर र स्किल पासको सर्टिफिकेट। त्यसपछि भनेको तपाईँको प्रुफ अफ अकोमोडेसन, तपाईँले होटल बुकिङ गर्दा पनि भयो या तपाईँको माल्टामा तपाईँको आफन्त साथीहरू हुनुहुन्छ भने चाहिँ उहाँहरूलाई रुम खोजिदिन लगाएर चाहिँ रुमको कन्ट्र्याक्ट अनि नोटरीबाट स्ट्याम्प लगाएको त्यो चाहियो। तपाईँको 3 महिनाको ब्याङ्क स्टेटमेन्ट है, अनि एनओसी अर द स्यालेरी सर्टिफिकेट फ्रम द कम्पनी है, यो चाहिँ मस्ट चाहिन्छ एनओसी। या नेपालबाट अप्लाई गर्दै हुनुहुन्छ भने यो चाहिएन, फेरि एनओसी र स्यालेरी सर्टिफिकेट यो चाहिँ चाहिएन, एनओसी अथवा स्यालेरी सर्टिफिकेट चाहिएन। अनि इन्भिटेसन लेटर, तपाईँले जहाँ जब गर्न जाँदै हुनुहुन्छ आउँदै हुनुहुन्छ माल्टामा त्यहाँको चाहिँ इन्भिटेसन लेटर अनि अनरको आइडी त्यो चाहियो। यो सबै डकुमेन्टहरू रेडी गरेर चाहिँ तपाईँ अब भिजाको लागि चाहिँ भिएफएक्स जाने हो। र भिएफएक्स गइसकेपछि तपाईँको चाहिँ 40 देखि 45 दिनमा चाहिँ तपाईँको भिजा लागेर पासपोर्ट आइसक्छ। अनि त्यसपछि भनेको चाहिँ भिजा लागेपछि चाहिँ अनि माल्टा आउने हो। अरू बाँकी इन्फर्मेसनहरू चाहिँ म नेक्स्ट भिडियोमा बनाउनेछु। हस् त, थ्याङ्क यू। यहाँसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। जय नेपाल।